अथ त्र्यंशोऽध्याय चन्द्रावती स्ववृत्तान्त कथनम् कुमारजी आज्ञा गर्नुहुन्छ कसै भने तिमी ध्यानपूर्वक सुन। त्यसपछि चन्द्रावतीले गोमा रानी र आफ्ना पति नवराज राजालाई प्रणाम गरिन् र नवराजले सम्मान साथ बसालेर चन्द्रावतीलाई सोधे, हे स्त्री, मैले तिम्रो मुख नदेखेको आज यतिका वर्ष भइसक्यो। फेरि तिमीलाई ल्याउन भनी डोलेहरू पठाएको थिएँ, ती डोले पनि आजसम्म फर्केर यहाँ आएनन्। तिमीले पनि आउन धेरै विलम्ब गर्यौ। म राजा भएको तिमीले थाहा पाएनौ कि मैले त राज्यको कार्यभारले तिमीलाई बिर्सिराखेको थिएँ। फेरि साली नदीको तटमा आएर किन एक्लै बसेकी, मलाई त लावण्य देशका प्रजाले भनेर थाहा पाएँ। फेरि तिमी पनि पहिला जस्ती छैनौ, अत्यन्तै तेजवती भइछौ। आफ्नो सबै वृत्तान्त सुनाऊ। यति आफ्ना स्वामी नवराज राजाले सोधेपछि प्रसन्न भएकी चन्द्रावती भन्न लागिन्, हे स्वामी, म माइतमै बसिरहेकी थिएँ। हजुरले डोले पठाउनु भएको छ, उनीद्वारा हजुर राजा भएको समाचार पाएकी हुँ र माता पितासित बिदा मागी डोलीमा बसेर कहिले हजुरको दर्शन होला भनी हात पताइरहेकी थिएँ। संयोगले त्यस दिन माघ शुक्ल पूर्णिमा रहेछ र यहाँ आउने बाटोमा एउटा ठुलो जङ्गल रहेछ। त्यहाँ स्वर्गबाट अप्सराहरू आई श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका डोलीहरूलाई देखेछन् र डोली अड्याई हामीलाई भोक लाग्यो, त्यहाँ पर केही पाए खाएर आउँछौँ, तपाईँ एकैछिन यहीँ बस्नुहोस् भनी मलाई वनमा एक्लै छाडी अप्सराहरूले व्रत गरेको स्थानमा गई उनीहरूको संसर्गमा पूजा गरेर प्रसाद लिई मनले मनेर आई प्रसाद दिए। त्यसबेला मलाई अहङ्कारले छोपेर डोलीबाट ओर्ली डोलेहरूका हातबाट प्रसाद खोसी थुथु गरेर थुकेर खुट्टाले कुची मिल्काइदिएँ र डोलेहरूलाई बेसरी हप्काई छिटो लैजाऊ भन्दै श्री स्वस्थानी परमेश्वरीको अनेक प्रकारले निन्दा पनि गरेँ। बिचरा डोलेहरूले डरले बोल्न नसके चुपचाप डोली बोकेर त्यहाँबाट हिँडे। साली नदीमा आइपुगेपछि पुलद्वारा पारी तर्न खोज्दा अकस्मात चन्दुवा टागे चाहिँ मेघ उठेर ठुला पानीको साथै भयङ्कर हुरी पनि आयो र म डोलीबाट लडी साली नदीमा परेँ। डोलेहरूको के गरी भयो केही थाहा पाउन सकिनँ। मेरो शरीर कहिले मुर्छा हुने कहिले चेत आउने भयो। म यस्तै हुँ भन्ने पनि शुद्धि हरायो। नदीकै तटमा पौडिरहेँ। निकै दिनपछि कपिल नामका दुई ब्राह्मण त्यतैबाट आए। मैले कहाँ जान लागेका भनी सोधेँ र तिनले राजाको ब्राह्मण भोजमा जान लागेको भनेपछि मैले त्यसो भए मलाई पनि केही मागेर ल्याइदेऊ भने तिनीहरू भोजन गरेर घर फर्कन लाग्दा फेरि आएँ र हे पापिनी, तेरो निम्ति हामीले लज्जित हुनु पर्यो। तेरो नाम लिन साथ राजाको भण्डार नै सुक्यो। रानीलाई खाना भनेर पकाइरहेको भात रहेछ, त्यही ल्याइदिएका छौँ भने मलाई पातमा भात दिए। भोकले आत्तिरहेकी हुनाले मुख पनि नधोइ खान तयार भएँ। त्यो देखेर ब्राह्मणहरूले भने, ए पापिनी, त्यस्तो अवस्थामा परे पनि तँलाई धर्मको चेष्टा रहेनछ। तेरो अवस्था देखेर हामीलाई दया लाग्यो। मुख धोएर खा अनि स्वस्थानी परमेश्वरीको व्रत गरे तेरो समस्त पाप रोकनाश हुनेछ भनी ते ब्राह्मण घर गए। अनि म मुख धुन साली नदीमा जाँदा नदीको जल सुक्दै गयो। त्यो देखेर म माथि आई मुख नधोएरै खान तयार भएँ र भात खरानी भयो र रानी पनि खाना खोज्दा हावाले उडायो। ठुलो कष्टले दिन काटिरहेँ। त्यही क्रमले रहँदा बस्दा पौष शुक्ल पूर्णिमा आयो र स्वर्गबाट स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न अप्सराहरू साली नदीमा आएको मैले देखेँ। अनि चार हात पाउ टेकेर गई, तिमीहरू को हौ, केही खानेकुरा भए मलाई देखाऊ, पुण्य होला, म के पापले यस्तै भएँ भन्दा उनीहरूले भने, हामी इन्द्रका अप्सरा हौँ, श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न यहाँ साली नदीमा स्नान गर्न आएका हौँ। हे पापिनी, तेरो अवस्था देख्दा हामीलाई दया लाग्यो। तँ पनि श्री स्वस्थानी परमेश्वरीको व्रत गर, त्यसैको प्रभावले तेरो सारा पाप नाश होला र यो दुःखको सिन्धुबाट पार होलिस्। अनि मैले भने, म यस्तो स्थितिमा परेँ कि पापिनीले त्यो व्रत कसरी गर्नेछु, सामग्री कोदेला के चाहिन्छ, यो मेरो कुरा सुनि तिनीहरूले व्रतविधि बताए। स्वर्ग गए। मैले पनि उनीहरूको उपदेशअनुसार पौष शुक्ल पूर्णिमाको दिनदेखि स्नान गरी एक भक्त रही एक चित्त रही महिना दिनसम्म नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गरिरहेँ। महिना दिन भयो र माघ शुक्ल पूर्णिमाको दिन आयो र श्री स्वस्थानी परमेश्वरको व्रत पूर्ण गर्न अप्सराहरू फेरि त्यहीँ आए। हे स्वामी, महिनौँ दिनमा श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले मेरो कुष्ठरोग पनि निको भयो, हात खुट्टा पनि पहिला जस्तै भयो र अप्सराहरूसित भने, हे अप्सराहरू हो, तिमीहरूको उपदेशले पौष शुक्ल पूर्णिमादेखि व्रत प्रारम्भ गरेकी छु। महिना दिन भयो। अब श्री स्वस्थानी परमेश्वरीको पूजा गर्न मसँग केही सामग्री छैन। कसरी गर्ने भन्दा अप्सराहरूले भने, सामग्री नभए नदीबाट बालुवा ल्याई सामग्री तुल्याऊ। अनि मैले साली नदीबाट बालुवा ल्याई सामग्रीको कल्पना गरेर त्यही सामग्री सिद्ध भयो। अर्थात् मैले जे कल्पना गरेकी थिएँ त्यही ती सबै सिद्ध भएको देखेर अप्सराहरू प्रसन्न भई, हे सुन्दरी, आजसम्म तँलाई हामीले पापिनी भन्थ्यौँ, तर आजदेखि तेरो नाम पुण्यवती भयो भने र सोही सामग्रीले मैले तिनी अप्सराहरूको संसर्गमा व्रत गरेँ। सम्पूर्ण व्रत पुरा गरेर उनीहरू स्वर्ग गए। अनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद अष्टोत्तर 100मा 8 रोटी 8 अक्षता 8 पुष्प 8 पान 8 कुलका सुपारी यज्ञसूत्र सगुन समेत दिन हजुर सामान्य नहुनाले मैले साली नदीमा पगाइदिएँ। प्रातःकाल भयो र साली नदीमा स्नान गरी अब माइत जान्छु भनी तयार भइसकेकी थिएँ र लोकहरू लिन आए। हे स्वामी, मैले श्री स्वस्थानी परमेश्वरीको अपमान र निन्दा गरेको पापले त्यस्तै भएर फेरि उनैको कृपाले र
कपिल ब्राह्मण र अन्य अप्सराहरूको उपदेशले म यस्ती भएर आज हजुरको दर्शन गर्न पाएँ। स्वस्थानी परमेश्वरीभन्दा ठुलो अर्को कोही देवता त्रिलोकमा छैनन् भन्ने मेरो मनमा निश्चय भयो। समस्त व्रतहरूको पनि व्रत, सम्पूर्ण तीर्थहरूको पनि तीर्थ, धर्मको पनि धर्म, कालको पनि काल र देवताहरूको पनि देवता यस्तै जगदीश्वरलाई मेरो कोटि कोटि नमस्कार छ भनी चन्द्रावतीले बारम्बार दण्डवत प्रणाम गर्दै भइन्। इति श्री स्कन्दे पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रतकथायां चन्द्रावती स्ववृत्तान्त कथन नाम त्र्यंशोऽध्याय।